तिहारको विशेष मिठाई काजु कतलीको रेसिपी लिएर म हजुरको सामु आइसकेको छु। ल यो बनाउन सुरु गरौँ है त अब। ल काजुलाई मिक्सरमा ग्राइन्ड गर्दै जानी, मजाले ग्राइन्ड गर्नु होला। ग्राइन्ड गर्दाखेरि यो काजुको हल्का फुल्का पार्टहरु बचेको हुन्छ, त्यसलाई पनि फेरि त्यही भाँडामा खनाएर ग्राइन्ड गर्ने। ग्राइन्ड गरिसकेपछि काजुको फाइन पाउडर बनाउनको लागि यता चाल्नीमा चाल्दै जानु होला। त्यसको फाइन पाउडर चाहिँ बनाउनु पर्छ, हल्का गिर्खाहरु रह्यो भने फेरि नराम्रो बन्न सक्छ। त्यसपछि चास्नीको लागि पानी, त्यसपछि 2 कप अफ सुगर चिनी राख्दिनु होला। साथमा थोरै स्वादको लागि इलाइची राख्दा नि हुन्छ, इलाइची अप्सनल हो है। मजाले राखेर यसलाई फिर्दै जानु होला। मजाले फिटिसकेपछि चास्नी थोरै डार्क भइसकेपछि हामीले काजुको फाइन पाउडर प्यानमा खनाउँछौं है त। खनाइसकेपछि अब यसलाई हामी चलाउँदै जान्छौं। यसको लम्स बन्न नदिनु होला, लम्स बनेपछि फेरि काजु कति राम्रो बन्दैन। मजाले चलाउँदै जाने, यो स्प्याटुलाले एकदम सजिलो हुन्छ। यो भयो भने एकदम हजुरहरुलाई पनि बनाउन एकदम सजिलो हुन्छ। मजाले बनाउँदै जानु होला, चलाउँदै जानु होला राम्रोसित। कन्सिस्टेन्सीको लागि चलाउँदै जानु। यतिको हाम्रो कन्सिस्टेन्सी बन्दै गइराको हुन्छ। जति चलाउनुहुन्छ त्यति राम्रो, मायाले चलाउनुहुन्छ त्यति राम्रो काजु कतली हामी माझमा बन्छ। अब यो यतिको चलाउँदै गइरहेपछि यतिको कन्सिस्टेन्सी बन्दै जान्छ। अझै यसलाई एकदम चलाउनु पर्छ, मजाले चलाउने, मजाले चलाउँदै जानी। त्यसपछि चलाउँदै जानु होला। त्यसपछि हामीले 2 स्पुन अफ घी चाहिँ यसमा हाल्ने, एकदम राम्रो बनाउनको लागि मजाले चलाउँदै जानी। अझै चलाउँदै जानु होला। यतिको चाहिँ कन्सिस्टेन्सी भइसकेपछि हामीले थोरै यसको कस्तो बन्यो, यो थोरै यसको डल्लो बनेछ कि बने छैन भनेर सानो भाँडामा चेक गर्न पनि सक्छौं। यतिको डार्क कन्सिस्टेन्सी बनेपछि ल अब हामीले चेक गर्यौं है त। यतिको डल्लो भइसकेपछि यो काजु कतलीको लागि कन्सिस्टेन्सी रेडी हुन्छ। त्यसपछि यता बटर पेपरमा घिउ कि त बटर हालेर यसलाई राम्रोसित ब्रस गर्ने र त कन्सिस्टेन्सी खनाउने। घिउ हाले नि हुन्छ, बटर हाले पनि हुन्छ है। हामीसित बटर नभएको कारणले गर्दा घिउ हालेको। त्यसपछि मजाले हातले, एकदम हल्का हातले यसलाई मजाले, जसरी यो भिडियोमा मैले चलाएको छु हजुरहरुले पनि यसरी नै चलाउँदै जानु होला। राम्रो शेप दिनको लागि, काजु कतली सफ्ट बनाउनको लागि एकदम धेरै यसलाई उल्टाई पुल्टाई गरेर शेप दिनु पर्छ, राम्रोसित चलाइराख्नु पर्छ।